प्रिय साथीहरू र परिवारजनहरू, आज हामी सबैको भान्सामा एउटा यस्तो समस्या छ जसले हरेक महिना हाम्रो खल्ती रित्याइरहेको छ। त्यो हो एलपीजी ग्यासको बढ्दो महँगी र उपलब्धताको समस्या। एलपीजी भनेको लिक्विड फिड पेट्रोलियम ग्यास हो जसले हामी खाना पकाउन प्रयोग गर्छौं। नेपालमा सबैभन्दा बढी प्रयोग हुने 14.2 केजीको सिलिन्डर अहिले मार्च 2026 मा रु 1910 मा बिक्री भइरहेको छ। केही महिना अघि यो मूल्य अझ बढेर 2126 मा पुगेको थियो। कहिलेकाहीँ आधा सिलिन्डर 7.1 केजी मात्र रु 955 मा बेच्ने नीति पनि लागू भएको थियो। किन यति महँगो र समस्या भइरहेको छ? नेपालको एलपीजीको 100% भारतबाट आयात गर्छ। हरेक महिना औसत 45,000 देखि 51,000 टनसम्म ग्यास आयात हुन्छ। पछिल्लो फाल्गुन महिनामा मात्र 51,192 टन आयात भएको थियो। तर अन्तर्राष्ट्रिय बजारमा पश्चिम एसियाको द्वन्द्व युद्ध र आपूर्ति समस्याका कारण ग्यासको मूल्य बारम्बार बढिरहेको छ। यसले हाम्रो देशको ठूलो विदेशी मुद्रा बाहिदिन्छ र सिलिन्डरको ताइन अभाव र महँगीको आम नागरिकले सताइरहेको हुन्छ। भविष्यमा के हुन्छ? मूल्य घट्छ कि बढ्छ? अन्तर्राष्ट्रिय बजारमा केही समयसम्म मूल्य उच्च नै रहन सक्छ किनकि विश्वव्यापी आपूर्ति स्थिर छ। तर नेपालका लागि एउटा ठूलो आशाको किरण देखाइएको छ दैलेखको प्राकृतिक ग्यास। दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 1 को जलजली क्षेत्रमा हालै 70.7 अर्ब घनमिटर मिथेन ग्यासको भण्डारण पुष्टि भएको छ। चीनको भूवर्गीय संरक्षण टोलीले गरेको विस्तृत अध्ययन अनुसार यो रिपोर्ट फेब्रुअरी 2026 मा सरकारलाई बुझाइएको थियो। पहिले पारम्परिक रिपोर्टले 192 अर्ब घनमिटर अनुमान गरेको थियो, तर अन्तिम रिपोर्टमा 80.7 अर्ब घनमिटर कन्फर्म भइसकेको छ। त्यहीहरूका अनुसार यदि यो ग्यासलाई राम्रोसँग प्रशोधन र निकाल्ने काम भएमा नेपालको ग्यासको आवश्यकता 50 वर्षसम्म पुर्याउन सक्छ। प्रधानमन्त्रीले पनि आगामी आर्थिक वर्षबाट व्यावसायिक उत्पादन सुरु गर्ने घोषणा गर्नुभएको छ। अहिले बेल टेस्टिङ र दोस्रो चरणको काम बाँकी छ। यदि सबै कुरा योजना अनुसार भएमा 5 देखि 8 वर्षसम्म पूर्ण व्यवस्थापिका उत्पादन सुरु हुन सक्छ। यसले हामीलाई भारतबाट ग्यास आयात घटाउने मूल्य स्थिर राख्छ र देशलाई ऊर्जामा आत्मनिर्भर बनाउन ठूलो अवसर दिन्छ। तर अहिले नै यो उत्पादन सुरु भइसकेको छैन। त्यसैले हामीले अझै केही समय धैर्य गर्नुपर्छ। समाधान के गर्न सकिन्छ? 1. आजदेखि बचतको बानी बसालौं। हरेक दिन र महिनामा एलजीबीको आवश्यकता प्रयोग घटाऊ। एक सिलिन्डरलाई 30-35 दिनसम्म राख्ने प्रयास गरौँ। खाना पकाउँदा चुलोमा आगो ठूलो नबालौं, ढकनी लगाएर पकाऊ। 2. वैकल्पिक ऊर्जा तुरुन्तै अपनाऊ। इन्डक्सन चुलो वा इलेक्ट्रोनिक चुलो नेपालमा विद्युत प्रशस्त र सस्तो छ। एउटा औसत परिवारले इन्डक्सनमा महिनामा 800 देखि 1200 रुपियाँसम्म खर्च गरे पुग्छ, जबकि एलपीजीमा 1910 भन्दा बढी। सरकारले पनि इन्डक्सन चुलोमा सहुलियत दिन थालेको छ। बायोग्यास प्लान्ट। गाउँघरमा गोबर, फोहोर र जैविक सामग्री घरमै ग्यास उत्पादन गर्न सकिन्छ। यो सस्तो र पर्यावरणीय मैत्री छ। लामो समयमा दैलेखको ग्यास उत्पादन भएपछि देशभर सजिलै उपलब्ध हुने आशा गरौँ। हामी सबैले मिलेर यो समस्या समाधान गर्न सक्छौँ। आजदेखि एउटा सानो निर्णय गरौँ। एलजीबी बचत गरौँ, इलेक्ट्रोनिक र वैकल्पिक ऊर्जा अपनाऊ र दैलेखको ग्यास परियोजनालाई सफल बनाउन सबैले साथ दिऊ। यसले हाम्रो परिवारको खर्च बचाउँछ, देशको अर्थतन्त्र बलियो बनाउँछ र भविष्यका लागि राम्रो आधार तयार पार्छ। यो भिडियो तपाईको परिवार, साथीभाइ, छिमेकी र सोशल मिडियामा सेयर गर्नुहोस्। बचतको संस्कृति बसालौ र समृद्ध आत्मनिर्भर नेपाल बनाऊ। आजबाट नै सुरु गरौँ किनकि भोलि कहिले आउँदैन। धन्यवाद। जय बचत, जय नेपाल। प्रिन्स विक्रमको सपना आकाश छुने